ठाउँ छैन के हुन्छ खाल्टामै बस्नुपर्छ के तिमी एकछिन यहाँ बस्नु विभिन्न प्रकारको वस्त्रहरू धारण गर्नुभएको र धारण गरेर
पूर्ण सङ्कल्प गर्नाले चाहिँ त्यसै अनि मैले के भन्छ झमलालाई चाहिँ त्यस्तो प्रकारको 3वटा मुहार भएको 6वटा हातहरू भएको 6वटा हातमा चाहिँ विभिन्न प्रकारका अनि अस्त्रहरू धारण गर्नुभएका अनि त्यस्तै गरिकन रत्नहरू अनि पहिरनहरू लगाएर चाहिँ शान्त पूर्णिको मध्य एउटा मुद्रामा बस्नुभएका त्यस्तो प्रकारको भावना गर्नुहोस् र सुसुई नेचोकले ठुल्पा यङ्कुल पक्नेका छोला छेल्पा अनि भाप्सिको छोला खिली लाने ठुल्पा भोगी त्यसपछि एउटा सुसुई नेचोकले ती झम्बलाको जुन एउटा भवनबाट ठुल्पा यङ्कुल पक्ने भयो भन्नाले अनन्त झम्बलाको शरीरबाट त्यस्तो अनन्त ज्योतिर्मय झम्बलाहरू अनि प्रस्फुटन भएर छोला छेल्पा भाप्सिको अर्थात् समुद्रमा पानी वर्षे जस्तै गरिकन हामी संसारमा भएका प्राणीहरू उहाँको अगाडि बसिरहँदाखेरि अनि झम्बलाको शरीरबाट अनन्त झम्बलाहरू निक्लेर आफ्नो शरीरमा प्रवेश गर्दाखेरि आफू पनि झम्बला जस्तै एकदमै ज्योतिर्मय शरीर भएर गएको एकदमै आफू जुन एउटा मृत्यु हुनु नपर्ने भोक नलाग्ने तिर्न नलाग्ने त्यस्तो प्रकारको झ्याली खुसी गरेको तपाईँले आफूले अहिले भावना गरेर बस्नुहोस्। शिरमा घाँटीमा चित्तमा अभिषेक गर्नुहोला।
शिरमा हातमा र घाँटीमा राखेर शिरमा घाँटीमा हात चित्तमा राखेर अभिषेक ग्रहण गर्न सक्नुहुन्छ। तपाईँले मनलाई एउटा सङ्कल्प गर्नुहोस्। विशेष गरिकन आफ्नो मनलाई क्लेशको बसमा पर्नु नदिनुहोस्। क्लेशको बस भन्नाले रिसको बसमा, लोभको बसमा, लालचको बसमा, अभिमानहरूको बसमा, त्यसरी क्लेशको बसमा पर्नु नदिनुहोस्। आफ्नो मन आफ्नो स्वतन्त्र रूपमा आफ्नो प्रयास गर्छु भनेर तपाईँले मनमा सङ्कल्प गर्नुहोस्। र दोस्रो नम्बरमा जस्तै प्रकारको जीवनमा बाधा विघ्न अडचनहरू आइपुग्दाखेरि पनि घाटमाबाट विमुख नहुनुहोस्। मनमा सधैँ नै धर्मप्रति र प्रति आस्था सधैँ नै यथावत कायम राख्ने प्रयास गर्नुहोस्। संसारमा दुःख कष्टका आफ्नो जीवनमा हुन्छ, तर त्यस्तो अवस्थामा आफ्नो मनलाई स्थिर बनाएर धर्मतिर अग्रसर गर्नुहोस्। अहिलेसम्म हामीले आफ्नो मनलाई आफ्नो वशमा पार्न सकिरहेको थिएनौँ र विशेष गरिकन धर्म गर्नुको मुख्य उद्देश्य भनेकै आफ्नो मनलाई आफ्नो वशमा पार्नु। अनि त्यस कारणले गर्दा मनलाई सकेसम्म पहिला जस्तो नगरिकन अब चाहिँ आफ्नो मनलाई विशेष गरिकन धार्मिक पद्धतिबाट आफ्नो मनलाई आफ्नो वशमा राख्ने प्रयास गर्ने कोसिस गर्नुहोस्। प्रत्येक दिन बिहानी 5 देखि 7 बजीसम्म चाहिँ एकदमै शुद्ध समय मानिन्छ। त्यो बेलामा विभिन्न प्रकारको विचारहरू वितर्कहरू मनमा उत्पन्न हुँदैन। त्यस्तो अवस्थामा पहिला स्मृतिजन्य भएर स्मृतिपूर्ण भएर मनलाई आफ्नो मनले गरेका कुराहरू हिजो गरेका दैनिक चर्या